हेलो साथीहरू, वेलकम छ मेरो भिडियोमा हैन। मलाई खासै भिडियो बनाउन आउँदैन र पनि आज त मलाई भिडियो बनाउने मोड आयो हैन। त्यसपछि मैले बनाएँ, नानीलाई स्कुल लानु छ अनि हतार रेडी गर्दैछु हैन। अनि जहिले त्यही हो, बिहान उठ्यो नानीलाई यताउता गरायो अनि पढाइसरायो अनि त्यहाँदेखि स्कुल लग्यो ल्यायो खाजा बनायो त्यही त हो नि हैन। अनि त्यसपछि नानीलाई ठिक पार्दैछु म चाहिँ हैन। नानी त भिडियोमा हेर न हो भन्दै चाहिँ उसले भिडियो पनि हेर्दैछ। हेलो गर्दैन हेर न कसो गर्दैछ नि। त्यसपछि हामी आमा छोरी चाहिँ यतिकै ठिक पनि पारिसकेँ मैले नानीलाई अनि म नि ठिक पारिसकेँ हैन। अनि अब त्यसपछि हामी स्कुल लाग्नुपर्ने हुन्छ। उसले चाहिँ जहिले बिर्सिन्छ फेरि ब्यागमा पेन्सिल हाल्नु, छिटो हाल न भन्दैछ नि। हेलो गर्दैछ अनि छिटो छिटो हामी चाहिँ झऱ्यौँ अनि स्कुल जाँदैछौँ। यहाँ बाटोमा कुकुरले छिटो हिँड्नु न भन्दैछु म चाहिँ। अनि ढिलो भइसक्यो नि त, जहिले ढिलो हुन्छ क्या। हामी त के गर्दा ढिलो भइ नै हाल्छ। त्यसपछि छिटो हिँड भन्दै चाहिँ उसले त छाता बोक्नुपर्ने अरे, पानी पऱ्यो नि नपरे पनि। अनि म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु। अनि हाम्रो म्याङ्लङ बजारको भ्यू हेर्नु कस्तो राम्रो देखिरहेछ, पानी परेको छैन नि त आज। अनि उकालोमा हिँड्दैछ ऊ चाहिँ, बोक्नु न मलाई भन्दै, म बोक्दिनँ है म भिडियो बनाउँछु भन्दै हिँड्दै। अनि मलाई खासै भिडियो बनाउन आउँदैन र नि अलिअलि बनाइदिएको होइन नि। भर्खर हामी चाहिँ स्कुल पुग्यौँ। उसको साथीलाई पर्खिन्छ कि जहिले नि, उसको साथीले पनि उसलाई पर्खिने, उसले पनि उसको साथीलाई पर्खिने। अनि यो चाहिँ ठुलो क्लासहरू हो, यता छ घरतिर सानो चाहिँ। अनि उसको साथी आइ पनि पुग्यो, मन्दिरदेखि टिका लिन्छ जहिले होइन। टिका नलाइ उसले चित्तै पनि बुझ्दैन। अनि जहिले जाऊ न त भनेर बाई बाई गर न भन्दै चाहिँ बाई बाई गरेँ। उनीहरू चाहिँ मिलेर जान्छन् जहिले नि, कति मिल्छन् क्या यिनीहरू चाहिँ। उसको साथी र म पनि साह्रै मिल्ने हो। अनि मेरो छोरी र उसको छोरी पनि साह्रै मिल्छन्, त्यसमा चाहिँ खुसी लाग्छ मलाई होइन। अनि म घर आउँदै थिएँ, हेर्नु कस्तो राम्रो फुल फुलेको रहेछ। अलिअलि भिडियो बनाएँ, कसै बनाउनु आउँदैन मलाई भिडियो होइन। नि फाइनली म चाहिँ घरतर्फ लागेँ। अनि घरमा आइपुगेर म त्यत्तिकै बसेको।